99% मानिसहरूले यी कमालका ट्रिक्स कहिल्यै देखेका हुँदैनन्। 1. यदि काठको काडा, स्प्लिन्टर, औँलामा गड्यो भने कहिल्यै सुई प्रयोग नगर्नुहोस्। एउटा कपमा बेकिङ सोडा र सेतो सिरका हाल्नुहोस्। त्यसमा करिब 50 डिग्री सेल्सियस न्यानो पानी थप्नुहोस् र औँला त्यसमा भिजाउनुहोस्। काडा आफै बाहिर निस्किन्छ। 2. यदि दाँत पहेँलो छन् र दुर्गन्ध आउँछ भने एकजना दन्तचिकित्सकले मलाई यो उपाय बताए। आधा कप पानीमा अलिकति सिरका हाल्नुहोस्, टुथब्रस केही बेर त्यसमा भिजाउनुहोस्। त्यसपछि नुन छर्केर टुथपेस्ट लगाउनुहोस्। यो 5 दिनसम्म गरिरहनुभयो भने दाँत स्पष्ट रूपमा सेतो हुन्छन्। 3. क्याबिनेटको ढोकाको खाली ठाउँबाट एउटा चम्चा पास गर्नुहोस्। त्यसपछि त्यसमा रबर ब्यान्ड बेर्नुहोस्। अब ढोका मजबुत रूपमा बन्द हुन्छ। 4. ट्याग काट्न आवश्यक छैन। सानो प्वालमा करिब 2 सेन्टिमिटर भित्रसम्म पातलो धागो पास गर्नुहोस्। त्यसपछि फिर्ता लुप बनाएर तान्नुहोस्। ट्याग सजिलै छुट्टिन्छ। 5. तपाईले पक्कै पनि कसैलाई ब्रेसलेट लगाउन गाह्रो भएको देख्नुभएको होला। हेयरपिन प्रयोग गर्नुहोस्। ब्रेसलेट लगाउन एकदमै सजिलो हुन्छ। 6. यदि गोँतले औँलाहरू आपसमा टाँसिए भने नुन छर्कनुहोस् र सेतो सिरका हाल्नुहोस्। त्यसपछि औँलाहरू आपसमा रगड्नुहोस्। सजिलै छुट्टिन्छन्। 7. साँच्चै नै जिनियस ट्रिक। तारलाई मोडेर सानो प्वालभित्र घुसाउनुहोस्। त्यसपछि दुवै छेउ बाहिरतिर मोड्नुहोस्। प्वाल फेरि ब्लक हुन्छ। यसले पाइपलाई मजबुत रूपमा अड्काउँछ। कुनै अतिरिक्त खर्च चाहिँदैन। 8. पाइप नाप्न गाह्रो भयो भने नरम मापन टेपसँग एउटा सेफ्टी पिन जोड्नुहोस्। यसलाई पाइप वरिपरि बेर्नुहोस्। पाइपको साइज ठ्याक्कै नाप्न सकिन्छ। सबै प्रकारका पाइपमा काम गर्छ।